खुसी लाग्यो। समुद्री सतहबाट करिब 1550 मिटर उचाइमा रहेको यस मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक कार्यक्रमको अवसरमा नुम बजारमा 4 दिन 4 रातको मेला लागेको थियो। उक्त मेलामा रोटेपिङ पनि थापिएको थियो। काठमाडौँ ब्रेगुडी मण्डप लगायतका ठाउँहरूमा खेलिसक्नु भएकोलाई त खासै नौलो चिज भएन, तर यस हिमाली जिल्लामा भने पहिलोपटक भएको हुँदा यहाँ रहेका वृद्ध र युवाहरूको लागि चाहिँ अत्यधिक रमाउन विषयवस्तु बनेको छ। भिडियोमा देखिएका रमणीय दृश्यसँग रमाउँदै यो भिडियो कस्तो लागेको छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुनको लागि पनि अनुरोध गर्दछु। मकालु गाउँपालिका वडा नम्बर 5 का कार्यवाहक वडाध्यक्ष योगराज यामपुराज्यू केटाकेटीसँग अत्यधिक प्यारो मान्छे हुनुहुँदो रहेछ। केटाकेटीहरूलाई फेरि भन्नुहुन्छ, फेरि खिलाउनुहुन्छ, फेरि हामीले पनि खिलाउन भन्छन्, फेरि खिलाउनुहुन्छ। अहिले पनि केटाकेटीसँग खेल्ने क्रममा लिनुभएको यो भिडियो सामग्री यहाँ उहाँको अनुमतिमा राखेको छु। यो दृश्य करिब 30 मिटर माथिबाट देखिएको दृश्य हो। यतिखेर मसँग दुई वडाध्यक्षज्यूहरू हुनुहुन्छ। यो महोत्सवबारे तपाईँहरू के भन्न चाहनुहुन्छ? गाउँपालिकाले यो महोत्सव गरेकोमा पनि हामी दुखी गरिबलाई अब सबै वर्णम के अरे मकालु गाउँपालिकाको छोटा वर्गको सबै जनतालाई एउटा व्यवस्था गरेकोमा मलाई खुसी लाग्यो। यसमा यो व्यवस्थापनको समिति यो गाउँपालिकाको प्रमुख उपप्रमुख सम्पूर्ण हामी यहाँको दाजुभाइलाई एउटा दुःख गर्दा गर्दा एउटा सुखको काम सन्तोषको काम हौसला गर्दै यो गाउँपालिकामा धन्यवाद दिन चाहन्छु। अब मकालुको वार्षिक उत्सवको लागि होइन सबैले हामीलाई पनि सबै वार्डको अब मकालुको प्रतिनिधिहरूलाई भूपहरूलाई यसो बोलाएकोमा हाम्रो पनि धेरै खुसी लागेको छ होइन। यसमा गाउँपालिका टिम सबैजनालाई कर्मचारी टिमलाई सबैजनालाई धन्यवाद म पनि धेरै धेरै दिन धन्यवाद और दुवैजना पूर्वाध्यक्ष हुनुहुन्छ वार्ड नम्बर 2 र 3 का।
No.